किन राजा महेन्द्रसँग डराउँथ्यो इन्डिया? बारम्बार नेपाललाई हत्केलामा निमोट्ने इन्डियाको खेललाई राजा महेन्द्रले यसरी सखा पारिदिएका थिए। Esse é o Léo da 17, sucesso com a mulherada. नेपालको आधुनिक इतिहासमा एउटा यस्तो कालखण्ड थियो जहाँ इन्डियाले नेपाललाई आफ्नो एउटा बजार र संरक्षित राज्यको रूपमा मात्रै हेर्थ्यो। तर राजा महेन्द्र यस्ता कूटनीतिज्ञ र राष्ट्रवादी शासक निस्किए जसले भारतीय शासकहरूको आँखामा आँखा जुदाएर नेपालको सार्वभौम सत्ताको रक्षा मात्रै गरेनन्, बरु भारतले नेपाललाई आफ्नो हत्केलामा निमोट्ने हरेक चाललाई चेकमेट गरिदिए। भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू र पछि इन्दिरा गान्धी समेत महेन्द्रको अडान र रणनीतिदेखि सशंकित भएका थिए। महेन्द्रले बुझेका थिए यदि नेपाललाई भारतको आर्थिक र राजनीतिक चङ्गुलबाट बचाउने हो भने दुईटा कुरा अनिवार्य छ, अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरण र औद्योगिक आत्मनिर्भरता। 2007 सालको क्रान्तिपछि नेपालको व्यापार र परिवहन लगभग पूर्ण रूपमा भारतमा निर्भर थियो। 1950 को दशकमा नेपालको आर्थिक निर्भरता भारतमा 95% थियो। भारतीय मुद्रा नेपालका बजारमा खुल्लम खुल्ला चल्थे। नेपालको विदेशी मुद्रा सञ्चित भारतको रिजर्भ बैंकमा थियो। यो अवस्थाले नेपाललाई कुनै पनि बेला आर्थिक घेराबन्दीमा पार्न सजिलो बनाउँथ्यो। राजा महेन्द्रले यो खतरा स्पष्ट रूपमा देखे। उनी 1955 मा सिंहासनारूढ भएपछि नै नेपाल राष्ट्र बैंकको स्थापना गरे। नेपाली मुद्राको प्रचलन र अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरणमा लागे। उनले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरे। 1960 मा सीमा सम्झौता र अर्नीको राजमार्ग जस्ता आयोजनाहरू मार्फत सन्तुलित कूटनीति अपनाए। भारतलाई यो मन परेन। 1960 को राजकीय सक्रियता पञ्चायत व्यवस्थापछि भारतले नेपाली कांग्रेसका नेता भारतबाट सञ्चालित विद्रोहलाई समर्थन गरेको आरोप लाग्यो। तर महेन्द्र अडिग रहे। उनले भारतीय सेना नेपालबाट फिर्ता गराए, विदेशीले नेपालमा जग्गा किन्न नपाउने नीति ल्याए र नेपाली भाषालाई राष्ट्रिय भाषाको रूपमा बलियो बनाए। महेन्द्रको यो अडानले भारतलाई डर देखायो, किनकि नेपाल अब बफर स्टेट मात्र रहेको थिएन, एउटा स्वतन्त्र राष्ट्र बन्न थाल्यो जसले आफ्नो निर्णय आफै लिन सक्छ। महेन्द्रको सोच स्पष्ट थियो, जबसम्म नेपालले सियोदेखि टायरसम्मका लागि परनिर्भर रहन्छ तबसम्म स्वतन्त्रताको कुनै अर्थ छैन। उनले पञ्चायत कालमा 50 भन्दा बढी उद्योगहरूको जग बसाले। बाँसबारी छाला जुत्ता कारखाना, हरिसिद्धि इँटा टायल फ्याक्ट्री जस्ता चिनिया सहयोगमा स्थापित उद्योगहरूले आधार तयार पारे। यो मार्गचित्रलाई राजा वीरेन्द्रले अगाडि बढाए। विक्रमसम्म 2041-42 मा गोरखकाली रबर उद्योग लिमिटेडको स्थापना भयो। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा गोर्खा नगरपालिका वडा नम्बर 13 को मजुवा देउरालीमा स्थापित यो उद्योगको शिलान्यास राजा वीरेन्द्रले गर्नुभएको थियो। गोरखकाली टायरको गुणस्तर यति उच्च थियो कि नेपाली भूगोलको अफरोड यात्राका लागि यो अनिवार्य बन्यो। मेड इन नेपाल लेखिएका यी टायरहरू भारत, श्रीलङ्का, बङ्गलादेशसम्म निर्यात हुन थाले। नेपालले पहिलो पटक विदेशी बजारमा आफ्नो औद्योगिक झण्डा गाड्यो। राजा महेन्द्र भारतसँग डराएनन्, किनकि उनीसँग नेपालको सार्वभौमिकता, नेपाली जनता र इतिहासको गौरव थियो। उनले चीन कार्ड मात्रै खोलेनन्, आन्तरिक क्षमता विकासको नीति ल्याए। उनको पालामा पूर्व पश्चिम राजमार्ग, नेपाल राष्ट्र बैंक, विभिन्न उद्योग र सन्तुलित विदेश नीतिले नेपाललाई एउटा स्वतन्त्र राष्ट्रको रूपमा चिनायो। वीरेन्द्रले यो विरासतलाई औद्योगिक रूप दिए। गोरखकाली टायर त्यसैको एउटा उत्कृष्ट उदाहरण थियो। तर 2046 पछिको राजनीतिक अस्थिरता, भ्रष्टाचार र विदेशी दलाल प्रवृत्तिले राष्ट्रिय उद्योगलाई नष्ट गरायो। आजको नेपालले महेन्द्रको सोचबाट सिक्नुपर्छ। आत्मनिर्भरता बिना सार्वभौमिकता अधुरो हुन्छ। राजा महेन्द्रको नेतृत्वमा नेपालले भारतको हत्केला निमोट्ने खेललाई चेकमेट मात्रै गरेनन्, विश्व सामु आफूलाई एउटा गौरवशाली स्वतन्त्र राष्ट्रको रूपमा उभ्यायो। उहाँको दूरदर्शी आज पनि हामीलाई मार्गदर्शन गरिरहन्छ। यदि हामीले उहाँको सपना पूरा गर्न सकेनौँ भने हामी सधैँ अरूको इसारामा नाच्न विवश रहनेछौँ। नेपाल अमर रहोस्, नेपाली राष्ट्रियता अमर रहोस्, महेन्द्रको राष्ट्रवादको ज्योति सधैँ बलिरहोस्। हवस् त, यस्तै खोजमूलक भिडियोका लागि ट्रिभल्स टिभी हेर्दै गर्नुहोला। नमस्ते।